बुढा छोरी बसेर बेलिरहेको राष्ट्र सो हाई एभ्रिवान वेलकम टु अनदर ब्लग आई सबैजना सन्चारै हुनुहुन्छ भन्ने साथ भिडियो लिएर आइसकेको छु गाइजहरू। हिजो चाहिँ मैले अचार बनाएको देखाएँ। आज चाहिँ बाटोबाट भिडियो स्टार्ट गर्दैछु किनकि छोरीहरूलाई पुर्याउन जानलाई थियो। नानी हाई गरिदेऊ, हाई गर केटी। गाडी आइसक्यो। ल ब्याग लो, गाडी आइसक्यो। अब चाहिँ गाडीमा चाहिँ गाइजहरू आज चाहिँ त्यहाँ नानीलाई छोडेर गाडी आइरहेको थियो नि त। अनि नानीलाई गाडीमा चढाएर पर्खिसकेँ। साँझको दिन चाहिँ सुरु भइसक्यो। आजको दिन सुरु भयो। लगातार कहाँ जान्छु के गर्छु केही पनि थाहा छैन मलाई। जहाँ जान्छु जे गर्छु तपाईँहरूलाई देखाउने नै छु। यता अर्को डोली स्कुल जाँदैछन् फेरि। हजुर देख्न सक्नुहुन्छ हाम्रो काम। आजको काम चाहिँ यस्तो चाहिँ चिसो पानी नै रहेन रहेछ। यहाँ चाहिँ बजारले भोबाट लिएर अर्को चाहिँ रुँदै हिँडिरहेको छु यहाँ। मेरो बुढाको काम चाहिँ आज यतातिर छ। म देखाउँछु तपाईँहरूलाई। भैया हेलो भनिदिनु त बुढा। डबल नै लगाइदिनु भयो त, डबल नै लगाइदिनु भयो। उता माथि लगाउनु भएको खाइदिनु। बाबु लौ खाऊ। हेलो भनिदियो बाबु। यता हेर न, हेलो भन्नु न। सिगाने बाबु, सिगाने बाबु चाहिँ यहाँ के अरे के भन्छ अरे बाबु त्यसलाई भोगटे खाएर बसिरहेको रहेछ। सो बुढाको काम चाहिँ आज पेन्डिङ गर्ने थियो गाइजहरू। त्यहाँ यसो गरिरहनु भएको छ। आज बुढाबुढी काम गरेर बसिरहेको थियौँ हामीहरू। मेरो छुट्टै काम, बुढाको छुट्टै काम छ। अब नानी आउने बेला भयो। सो अब चाहिँ नानीलाई लिन चाहन्छु म। नानी आएको पनि देखाउँछु तपाईँहरूलाई। मेरो छोरीहरू त आइसकेछन्, दौडिँदै आइरहेछन्। सो गाइजहरू यहाँ चाहिँ नानी पनि आइसके। साथीहरू बस्दा बस्दा खुट्टै दुखिसक्यो। कहाँ बस्दा बस्दा कहाँ उभिस? गाडीमा उभिएको बस्न पाएन होइन त। त्यो उसमा के गाइज आज चाहिँ हामी रोटी खाने अरे। पिठो छिटो पिठो मुस्छु। सो गाइजहरू आजको तरकारी चाहिँ यहाँ खोले साग केलाउँदैछौँ यहाँ आमा छोरी बसेर। आज चाहिँ रोटी र यो खाने हो हाम्रो चाहिँ गाइजहरू। अब चाहिँ हामी यहाँ रोटी पकाउनलाई आमा छोरी भएर रोटी पकाउन लाग्छौँ। यहाँ अर्की पनि छ यहाँ रोटी पकाउने अरे। अहिले मम्मीले बनाउने दिन भएन हेर्नु। म यो पिठो चाहिँ गोलो बनाएर राख्छु भन्दा नि मान्नु भएन मम्मी। अहिले पछि रोटी बेल्ने अरे गाइजहरू। यसले रोटी बेल्ने नगर नानी, नगर भनेको हेर न। गाइजहरू यहाँ छोरीले चाहिँ रोटी बेलिरहेछ। लास्ट रोटी बेल्ने अरे। रोटी बेलिरहेछ। कति राम्रो रोटी बेली चाहिँ हेर्नु त गाइजहरू। गाइजहरू अब चाहिँ म यहाँ तरकारी लिन जाँदैछु। तरकारी दुईवटा मात्र। एउटा ठुलो गराइदिनु, एउटा सानो गराइदिनु हुन्छ। यहाँ चाहिँ तरकारी पकाउँदैछौँ। हजुर हजुर एकछिन रोखा। तरकारी पकाउँदैछौँ। हाम्रो यहाँ छोरी चाहिँ आमा कि आमा भनेर मर्न रहिसक्यो अब गाइजहरू। सो अब यो तरकारी पाकेपछि चाहिँ हामी खानासाना खाएर सुत्छौँ। भोलि पनि भेटौँला नेक्स्ट भिडियोमा। आजलाई पनि यति नै। बाई बाई एभ्रिवान। अनि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अनि भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनु होला।